गुड मर्निङ नमस्कार यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा drg.nds लाइफस्टाइल यो युट्युब च्यानलमा यहाँहरूलाई धेरै धेरै स्वागतम शुभकामना छ। आज म यहाँहरूलाई विशेष महत्त्वपूर्ण भिडियो बनाउन गइरहेको छु। मैले हजुरहरूलाई दुखीरामबाट सुखीराम कसरी बन्ने, रोगीबाट निरोगी कसरी बन्ने, देह अभिमानीबाट देही अभिमानी कसरी बन्ने भन्ने बारेमा चाहिँ केही दिनदेखिको हजुरहरूलाई टिकटकबाट यो युट्युब च्यानलबाट म जानकारी गराइरहेको छु। आज हजुरहरूलाई रोगी बन्नको निमित्त हामीलाई यो शरीररूपी गाडीमा जब फोरमैला जम्मा हुन्छ, फोरमैला जमेर यो शरीररूपी गाडीका चाहिँ पाठ पूर्जाहरूलाई चाहिँ बिगार्ने काम गर्दो रहेछ भने निरोगी बन्नको लागि चाहिँ यो शरीररूपी गाडीलाई सफाइ गर्न पर्ने रहेछ। यसको बारेमा हजुरहरूलाई म एकदम सर्टकटमा बताउन गइरहेको छु। पहिलो कुरो त सम्पूर्ण निरोगी बन्नको लागि हामीले यो शरीररूपी गाडीलाई भन्दा पनि पहिला यो शरीररूपी गाडी चलाउने आत्मरूपी ड्राइभरलाई शक्तिशाली बनाउन पर्ने रहेछ। यसको लागि राजयोग मेडिटेसन अत्यन्तै आवश्यकता रहेछ। राजयोग मेडिटेसन यो हाम्रो ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा 7 दिनको एउटा बेसिक निःशुल्क कोर्स हुन्छ। त्यहाँ चाहिँ स्वयं परमपिता परमात्मा शिव बाबाले एउटा ब्रह्माको मुखद्वारा सच्चा गीता ज्ञानद्वारा चाहिँ यो मेडिटेसन सिकाउनुहुन्छ। यो हामी जहाँ जुन ठाउँमा भए पनि, जुन जाति धर्म भाषा लिङ्ग जे भए पनि हामी रहेछौँ त के सोल, हामी सबै सोल रहेछौँ। यो भिरकुटीको बिचमा, यो निधारको बिचमा बसेर शरीररूपी गाडी चलाउने काम गर्दो रहेछ यो सोलले। हामी संसारको जुनसुकै कुनामा पनि यहाँ कोही पराइरहन्छौँ, हामी आत्माको पिता भएको कारणले गर्लाई परमात्मा भनेको रहेछ। र यो मैले हजुरहरूलाई यो एउटा यो मार्फत हजुरहरूलाई चाहिँ यो शरीररूपी गाडी सफाइ गर्ने एउटा प्रक्रिया विधि म सिकाउन गइरहेको छु। यसलाई चाहिँ एनिमा किट्स भन्छ, यसलाई चाहिँ एनिमा पट्स भन्छ, यो चाहिँ सञ्जीवनी प्रक्रिया भन्छ। यो चाहिँ यो नियमलाई चाहिँ विशेष निकाल्ने यसको संस्थापक चाहिँ हाम्रो बिबी चौहान सर हुनुहुन्छ। एनडीएस बाई बिबी चौहान सर्च गर्नुभयो भने हजुरहरूले यो चाहिँ युट्युबमा पाउन सक्नुहुन्छ। यो हिन्दीमा छ क्लास। अब यो तपाईहरुलाई यो द्वारा हाम्रो शरीररूपी गाडी सफाइ हुने काम हुन्छ। जब चाहिँ हाम्रो कुनै पनि गाडीलाई, बाइकलाई 6 महिना वर्ष दिन भएपछि त्यसलाई सफाइ गरेर त्यसलाई चाहिँ सर्भिसिङ गरेर मात्रै हामी चलाउँछौँ। तर यो शरीररूपी गाडी वर्षौँदेखिको चाहिँ यो गाडी हामीले कहिल्यै पनि सफाइ गर्न न यसलाई जानियो, न यसको विधि थाहा भयो, न प्रक्रिया केही थाहा भयो। यो शरीररूपी गाडीमा कति फोहोरमैला जमेको होला यो हामीलाई कल्पना पनि गर्न नसकिने कुरा हो। त्यसै भएको कारणले यो शरीररूपी गाडीलाई सफा गर्नु भनेको रोगलाई चाहिँ सम्पूर्ण निरोगी बन्नु रहेछ। रोग हाम्रो शरीरमा विभिन्न प्रकारको रोग हुनसक्छ। अब सुगर, प्रेसर, थाइराइड, अब चाहिँ रुगामर्गीदेखि लिएर क्यान्सर सम्मका चाहिँ ठुल्ठुला रोगहरू चाहिँ यो शरीररूपी गाडी फोहोरमैला भएको कारणले यो रोग हुँदो रहेछ। र यसलाई सफा गरेपछि निरोगी बन्न सकिँदो रहेछ। यसलाई सफा गर्ने विधि प्रक्रिया भनेको चाहिँ यो हामी टोयलेट बाथरुम पहिला जुर्क उठेर म आत्मा हुँ, आत्माको पिता परमात्मा गड हुनुहुन्छ। गडलाई चाहिँ हामीले याद प्यार गर्ने, उहाँलाई याद गर्ने, सम्झिने, उहाँसँग चाहिँ कोर्डिनेसन गर्ने, उहाँसँग चाहिँ वार्तालाप गर्ने र आत्मालाई चाहिँ चार्ज गर्ने। पहिला आत्मा यो शरीररूपी गाडी चलाउने ड्राइभर आत्मालाई चार्ज गर्ने। त्यस पछाडि हामी टोयलेट बाथरुम गए पछाडि यो एनिमा पटद्वारा शरीरलाई सफाइ गर्ने। यो सफाइको प्रक्रिया भनेको टोयलेट बाथरुम गए पछाडि यो भोरी पानी राख्ने, यो भोरी पानी राखेर धाराको लेभलमा अथवा झ्यालेरमा को लेभलमा यसलाई टक्क राख्ने। यसरी राखेर यहाँ सफा पानी लाउने। यहाँ कुनै पनि केमिकल केही मिसिनु हुँदैन। यसमा सफा पानी लाउने। सफा पानी लाएर यो यसमा थोरै चाहिँ नरिवलको तेलहरू लाउने। यसलाई चाहिँ तेल लाएर यसलाई मलद्वारमा लाउने। मलद्वारमा लगाएपछि यहाँ यो पानी सकिउन्जेलसम्म हामी यसको बस्ने प्रक्रियाहरू पनि छ। अब त्यो युट्युब च्यानल मार्फत अब चाहिँ तपाईले योभन्दा अगाडिको उसमा युट्युबमा पनि म विश्व सेवाधारी आत्माले पनि लगाएको छु र तपाईलाई त्यो एनडीएस बाई बिबी चौहान हेर्नुभयो भने त्यहाँ सम्पूर्ण कुरा तपाईले त्यहाँ पनि देख्न सक्नुहुन्छ। र यो पानी गइसके पछाडि
हाम्रो पेटलाई चाहिँ यसरी चाहिँ यसो 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 दुवैतिर घुमाएर यसो घुमाउन सकिन्छ। यसरी घुमाएर चाहिँ पेटलाई चाहिँ पेटबाट यो पानी फेरि निस्किन्छ। फेरि अर्कोचोटि लगाउने 2-3 पटक लगाउने। 2-3 पटक लगाएपछि तपाईँलाई चाहिँ यो पेट सफा हुने काम गर्छ। र त्यस पछाडि 8 घण्टा निर्जला उपवास। 8 घण्टा भनेको छ, 8 घण्टा तपाईँले पुर्याउन नसक्नु पनि हुन्छ पहिला सुरुमा। यसमा भोरी पानी नसकिन नि सक्छ। तपाईँले सुरुमा थोरै पानीबाट नि गर्न सक्नुहुन्छ। 3-4 पटक कतिचोटि गर्न सक्नुहुन्छ, गर्नुहोस्। अनि चाहिँ 8 घण्टा निर्जला उपवास। त्यस पछाडि हरियो पत्तीहरूको जुस खाने। हरियो पत्तीहरूको साग, अब चाहिँ धनियाँ मुला, अब चाहिँ के हुन्छन्, अब जुनसुकै साग पनि खान सकिने भए हामीले अब स्थानीय स्तरमा जुन सस्तो छ त्यही खाँदा नि भयो। अब पुदिना, त्यसमा चाहिँ अमला मिसाउँदाखेरि अति राम्रो, 5 दाना जति अमला चाहिँ कम्पलसरी नै मिसाउनु पर्ने रहेछ। अनि करेला, अब चाहिँ त्यो अनारको बाहिरको बोक्रा, यिनीहरूलाई चाहिँ मिसाएर चाहिँ जुस बनाएर 2 गिलास जुस खाने। जुस पछाडि फेरि के गर्ने त, जुस पछाडि 1-2 घण्टासम्म केही पनि नखाने, आनन्दले बस्ने। त्यस पछाडि प्रकृति माताले दिएको फलफुलहरू खाने, सलादहरू खाने, काँचो चिजहरू खाने, पकाएको चिज पनि केही पनि नखाने। त्यस पछाडि बेलुकाको टाइममा चाहिँ तपाईँ शरीरलाई चाँडोभन्दा चाँडो सफाइ गर्न चाहनुहुन्छ, यसलाई चाहिँ सम्पूर्ण निरोगी बन्न छिटोभन्दा छिटो चाहनुहुन्छ भने बेलुकाको टाइम पनि खानाहरू केही पनि नखाने, बेलुकाको टाइम पनि जुसहरू खाने, अब सलादहरू खाने, के छ प्रकृतिले दिएको काँचो सलादहरू त्यही खाने बस्ने। नभएदेखि तपाईँले यो मुखलाई कन्ट्रोल गर्न सक्नु भएन भने बेलुकाको एक टाइम तपाईँ खाना खान सक्नुहुन्छ। खाना खाने, दुध दही पनिरहरू, यी पशुजन्य चिजहरूको चाहिँ यिनीहरू केही पनि नखाने। यो स्वास्थ्यको लागि राम्रो रहन्छ। मान्छेको आमाको दुध त्यही मान्छेको बच्चाको लागि ठिक रहेछ। गाईको आमाको दुध त्यही गाईको बच्चाको लागि रहेछ। भैँसीको आमाको दुध भैँसीकै बच्चाको लागि रहेछ। तर हामी अलिकति जान्ने बाठो भएर हाम्रो आफ्नो आमाको दुध पनि छोडेर फेरि गाई भैँसीको दुध खानपट्टि लागिएछ। यो पनि स्वास्थ्यको लागि ठिक रहेनछ। त्यसो भएको कारणले गर्दाखेरि यहाँहरूलाई मैले विशेष के जानकारी गराएँ भने यो चाहिँ दुखीरामबाट सुखीराम हुने, रोगीबाट निरोगी हुने, देह ऐमानबाट देही ऐमान बन्ने एउटा विशेष प्रक्रिया हो। यो चाहिँ तपाईँलाई योद्वारा पेटलाई सफा गरिसके पछाडि रोगहरू भनेको कुनै पनि रोगहरू बस्ने रहेनछ। रोगहरूको वासस्थान भनेकै हाम्रो शरीर रूपी गाडी फोहोरमैला भएको कारणले रहेछ। त्यसैले यो एनिमा किड्स, यो एनिमा पट यो धेरै पर्दैन, तपाईँलाई चाहिँ 500-600 रुपियाँ पर्छ। तपाईँले चाहिँ दराज भन्ने एप्स डाउनलोड गरेर एनिमा किड्स हान्नुभयो, एनिमा पट हान्नुभयो भने त्यहाँ चाहिँ तपाईँलाई देख्न सक्नुहुन्छ। र यो मार्फत तपाईँले चाहिँ यो एनिमा किड्स मार्फत तपाईँले शरीर रूपी गाडीलाई सफा गर्न सक्नुहुन्छ। हाम्रो शरीर रूपी गाडीमा चाहिँ फोहोर मैला जमेको कारणले चाहिँ रोगी भएका रहेछौँ। र यो रोगलाई सम्पूर्ण निरोगी बन्नको निमित्त यो शरीर रूपी गाडीलाई फोहोर मैलाबाट मुक्त बनाउनु पर्ने रहेछ। कहीँ पनि एउटा अँधेरो कोठामा त्यहाँ उज्यालो पार्नु छ भने त्यहाँ लट्ठीले डाङडाङ र डुङ्डुङ पारेर चाहिँ त्यो अँधेरोलाई धपाउने भन्दा पनि त्यहाँ चाहिँ बत्ती बाल्न पर्ने रहेछ। बत्ती बालेपछि उज्यालो हुँदो रहेछ। त्यस्तै हामीले पनि अब अलिअलि भएको दुःख गरेर कमाएका पैसाहरू लगेर चाहिँ हस्पिटलमा निरन्तर बुझाइरहेका सकिरहेका हुन्छौँ। डाक्टर साहबले भन्नुहुन्छ तपाईँ चाहिँ तन्दुरुस्त हुन, स्वस्थ हुनको लागि फलफुलहरू खानुहोस् भनेर चाहिँ डाक्टर साहबले भन्नुहुन्छ। तर चाहिँ हामी चाहिँ अब अलिअलि भएको 2-4 पैसा चाहिँ सबै चाहिँ जम्मा गरेर खात्राङ र खुत्रुङ यता र उता गोजीबाट यता सबैतिर चाहिँ ऋणटान गरेर लगेर डाक्टर साहबलाई बुझाउँदै ठिक्क हुन्छ। त्यो भएको कारणले हाम्रो यो शरीर रूपी गाडीलाई बिना मेहनत, बिना औषधि, बिना खर्च, बिना समयको दुरुपयोग नगरिकन चाहिँ समयलाई चाहिँ हामी हस्पिटल जाँदाखेरि कति दुःख पाउँछौँ। हस्पिटलमा गयो लाइन चाहिँ बस्नुपर्छ, चाहिँ त्यहाँ चाहिँ 100औं जनाको चाहिँ लाइन हुन्छ। टिकट लिने ठाउँमा पनि लाइन, त्यहाँबाट चाहिँ जचाउने ठाउँमा पनि लाइन, त्यहाँबाट चाहिँ एक्सरे जता गयो त्यतै लाइन, पैसा तिरेर उपचार गर्न पनि फेरि अब चाहिँ त्यहाँ अब कति झन्झटिलो प्रक्रिया हुन्छ। यो सारा झन्झटबाट मुक्त हुनको लागि, हामी सम्पूर्ण निरोगी बन्नको लागि, सधैँभरि निरोगी बन्नको लागि, दुखीरामबाट सुखीराम बन्नको लागि, सम्पूर्ण निरोगी भएर चाहिँ आफू पनि निरोगी बन्ने र समाज अब आफन्तहरूलाई सबैलाई निरोगी पार्ने यो विधि प्रक्रिया हो। पहिला आफू यो चाहिँ जीवनमा चाहिँ धारणा गरेर
म विश्व सेवाधारी आत्माले नै अहिले यो सफाइको प्रक्रिया 8 महिनादेखिको गरिरहेको छु। त्यो भएर हजुरहरूलाई पनि एकदमै विनम्र अनुरोध गर्दछु, यो शरीररूपी गाडीलाई सफाइ गरौँ र सम्पूर्ण निरोगी बनाऊँ। अब तपाईँले drg.yndS लाइफस्टाइल पनि हेर्न सक्नुहुन्छ र तपाईँले चाहिँ यन्डियस बाई बिबी चौहान भनेर त्यो युट्युब च्यानलमा नि हेर्न सक्नुहुन्छ र धेरै जानकारी लिएर आफूलाई चाहिँ जीवनमा उतार्न सक्नुहुन्छ। यति भन्दै हजुरहरूलाई चाहिँ धेरै 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 धन्यवाद। बाप दादालाई धेरै धेरै धन्यवाद। विश्वका सारा आत्माहरूको कल्याण होस्, सबका भला होस्, सबै सुखी रहौँ, हामी सबै निरोगी बनाऊँ, सबै दुखीरामबाट सुखीराम बनाऊँ, रोगीबाट निरोगी बनाऊँ, देह अभिमानबाट देही अभिमानी बनाऊँ, सबका कल्याण होस्, सबका भला होस्, सबै सुखी रहौँ। थ्याङ्क यू। हजुरहरूको दिनचर्या सबैको शुभ रहोस्।